संस्कृति बचाई राखौं राखी अंगालोमा तमलै आया मुइलै आइगे सुदूर संगालोमा तमलै आया मुइलै आइगे सुदूर संगालोमा। लोप भन्नारे की रीति संस्कृति जगौना की रे भाषा कला साहित्यको विकास की लेखा डोटेली भाषाको जुदुई कार्यक्रम सुदूर देउडा संगालो। अब दिनादिन बेलुकाका 4 बजेपछि रमेश विवशका फेसबुकमा सुन्न र सहभागिता जनाउन जनविसर्या। भलानी उर्लेका बेला मूल पानी सुक्छ कि चुला आगो भुरुन छ कि बाडुली पुग्छ कि चुला आगो भुरुन छ कि बाडुली पुग्छ कि। नमस्कार नमस्कार रे भौती भौती स्वागत छ कार्यक्रम सुदूर डेढा संगालोको पर्खाइमा बसिरहेका तमाम आदरणीय दर्शक श्रोता सङ्गीमा मुई कार्यक्रम चलाउने रमेश विवस्कीतिर है साइना अनुसार कि पुइला चिरे गरे सुदूरपश्चिमको भाषा संस्कृति र कला साहित्यको संरक्षण सम्वर्धन जगेर्ना तमुले मन पराएको तम्रै प्यारो कार्यक्रम हो सुदूर डेढा संगालो। हजुरहरूले माया गरी लेख पठाएका चिठी पत्र वाचन धेरै हजुरहरूकी मनका वेदना कि उमाल पोख्दै कार्यक्रम हो। त दर्शक श्रोता संज्ञो तम्लै कार्यक्रममा आफ्ना रचना पठाउन चाहन्छौ भने तैकी लखा रमेश विवश फेसबुकलाई फलोअरबटी कार्यक्रम सुदूर डेढा संगालो पोस्टका कमेन्टमै डेढा गीत लेखबटी पठाउन सकुन्छौ। तसरी आज पहिली चिठी मेरा हातमा पढ्दैछ किरण धामीजी कि उन इस्यु लेख्दान। नमस्कार दादा, मुई किरण धामी बझाङ जिल्ला बुङ्गल नगरपालिका 9 शैलोडी घर आज भला कामको सिलसिलामा भारतको मुम्बईबाट हुँ भन्नान पक्कलै सँगै बहुत दूरबाटै सम्झिदिया खुसी लागुन्छ। मेरा गीतलाई वाचन दिया दादा भन्नान पक्कलै सँगै तम्रा गीत वाचन दिउँ। तम्रा गीत वाचनहरूबटी तम्रा साथी सङ्गी इष्ट मित्र रे घर परिवारसँग रमेश विवश फेसबुकका माध्यमबाटै पुर्याउने प्रयास दिउँथे क्या। उनले लेख्या एउटा गीत इसा छन्। यही साल सैताका धुप पिपल डाली सुक्यो बिहानै बाडुली घुटको तिस्या नैमा पुग्यो बिहानै बाडुले घुटको तिस्या नैमा पुग्यो। बजाङ्गी हौसिया साइया टेउडाको रहडी नेत्र निन पेटभोक छैन कैकी नजर पडी नेत्र निन पेटभोक कैछ कैकी नजर पडी। चौकुने गाडाको सेरो गौजौँ पाकी पेलो कैडाली छहारी बस्नु कहाँ होला मन्छेलो कठै कठ कैडाली छहारी बसो कहाँ होला मन्छेलो। आम पाकी अमिला भइगे चुक पाकी चुकिला मेरा बुवा आउने बाटो को आए सुकिला मेरा बुवा आउने बाटो को आए सुकिला। वनमा खेल्ने बन्छ रिकी बनैकी तितरी माया भए फोटो दिउँलो म्यासेन्जर भितरी हरे हरा माया भए फोटो दिउँलो म्यासेन्जर भितरी भन्नुभटी भौती निका डेढा गीत पठाइरहेको थियो किरण धामीजीले। यसरी बहुत दूरबाटै सम्झिरहेको थियो खुसी लाग्यो। आउना दिन मलाई औनार्यासँगै जहाँ छौ जो अवस्थामा छ हाँसिर्या खुसी रे निका कोभिड भएर छुट्टिनौ। नमस्कार।